म सबभन्दा पहिले नेपाल सरकारले आफ्नो अभिव्यक्ति 3 मिनेट भित्रमा राख्दिनु होला। सभामुख महोदय, म केही मिनेट बेसी लिन्छु। मैले अघिल्लोचोटि पनि समय माग्दा माग्दै पाएको छैन, सकेसम्म छोटो गर्छु। सभामुख महोदय, सबभन्दा पहिले त अहिले सरकारले मानिसको लेख्न पाउने, बोल्न पाउने अधिकारमाथि जुन हस्तक्षेप गरिराखेको छ र लेखेकै आधारले, बोलेकै आधारले मानिसहरूलाई पुर्जी काट्ने, मुद्दा चलाउने जस्ता काम गरिराखेको छ, त्यसप्रति खेद प्रकट गर्दछु। र सरकारले जुन जङ्गे शासन सञ्चालन गर्न लागिराखेको छ, फेरि पनि चाहिँ म विरोध गर्छु र यस प्रकारको कामबाट सरकार पछाडि हटोस् भन्ने चाहन्छु। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनैतिक दलहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिराखेको बेला प्रदर्शनका एक घटक राजनैतिक दलका नेता कमल थापालाई पक्राउ गरियो। कमल थापालाई पक्राउ गरिएको सम्बन्धमा जान्न, बुझ्न, भेट्न गएका सांसद माननीय दीपक बहादुर सिंहलाई त्यही प्रहरीले नियन्त्रणमा लियो। यो संविधानको मर्म र भावना विपरीत छ र संसदको सभामुख हामी सबैको अभिभावक हो। म सभामुख महोदय मार्फत सम्पूर्ण माननीय सदस्यहरू, राजनैतिक दलहरूलाई जानकारी गराउन चाहन्छु र आग्रह गर्छु, यो प्रकारको खेदजनक र संविधान विपरीतका जुन क्रियाकलापहरू भइराखेको छ, म सबै राजनैतिक दलहरूको फेरि पनि ध्यान आकर्षण गर्न चाहन्छु र म सरकारको यो क्रियाकलापको म भर्त्सना गर्न चाहन्छु। सभामुख महोदय, जहाँसम्म यो 17-18 दिनदेखिको नाटक जो हामीले देखिराखेको छौँ, देशले देखिराखेको छ र अहिले प्रमुख प्रतिपक्षीय दलको नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको जुन सुन्न पाइयो, वीरतापूर्वक बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो, यो हुने नै यही थियो। उहाँले भन्नुभयो गणतन्त्रको रक्षाको लागि भन्नुभयो, गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाको लागि यो समझदारी भएको भन्ने कुरा आम जनताले बुझिराखेका छन्। सभामुख महोदय, देशमा रोजगारी नपाएर अवसरका खोजीमा जाने युवाहरूको भावनाको शोषण गर्दै दैनिक रूपमा भिजिट भिसामा जाने मानिसहरूबाट 50 लाख असुली गरेर माथिल्लो तहसम्म जान्थ्यो भन्ने कुरा विभिन्न तथ्यहरू सार्वजनिक रूपमा आएका छन्। सफ्टवेयरहरूको बारेमा सार्वजनिक रूपमा आएका छन्। त्यो माथिल्लो तह भनेको को? त्यो सहसचिवदेखि माथिको को? मन्त्री नभएर को? यो सरकारका प्रमुखहरू नभएर को? राजनीतिक क्षेत्रको संलग्नता बिना यो तहको भ्रष्टाचार हुन सक्छ? यो कल्पना गरिने विषय हो। यो नैतिकताको विषय मात्र होइन, एउटा मन्त्रीको, गृहमन्त्रीको नैतिकताको विषय मात्र होइन, सिङ्गो देशको इज्जत र प्रतिष्ठासँग सम्बन्धित विषय हो, देशको बेइज्जतीको कुरा हो। त्यसकारण यो विषय गम्भीर रूपमा छानबिनको विषय हो। र अहिले जुन प्रकारको सहमतिको कुरा गरियो, यो एमसीसी पास गर्ने बेलामा पनि यस्तै व्याख्या भएको थियो। एमसीसी पास गर्ने बेलामा यहाँलाई निर्धारण गरिएको समय सकिएको छ, म सक्छु सभामुख महोदय, व्याख्यात्मक टिप्पणी भनेर भनिएको थियो। आज यो व्याख्यात्मक टिप्पणी सुन्न पाइयो। तर म सभामुख महोदय मार्फत भन्न चाहन्छु, यसको छानबिन हुनुपर्छ। गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिएर यो छानबिनको प्रक्रियालाई सहज बनाउनुपर्छ। अख्तियारलाई छानबिनको लागि हामीले सजिलो बनाउने भनेर भन्ने हो, हामीले सहमति गर्ने हो भने अख्तियारलाई यहाँबाट निर्देशन जारी गर्नु पर्यो। राजनीतिक क्षेत्रसम्म पनि, माथिल्लो तहसम्म पनि अनुसन्धान गर भने हामी हस्तक्षेप गर्दैनौँ भनेर भन्नु पर्यो। अख्तियारले त छानबिन गरिराखेकै छ, हामीले के सहज बनाउने भन्ने हो। यसको अर्थ राजनीतिक क्षेत्रलाई छुटाउने भने यो केवल अध्यागमनमा मात्र होइन, वैदेशिक रोजगार विभागबाट पनि दैनिक कति लाख उठेर कहाँसम्म पुग्छ भन्ने कुराहरू सार्वजनिक रूपमा आएको छ। देशमा केही राजनीतिक दल र केही नेताहरू मिलेर कुन प्रकारको लुट मचिराखेको छ भन्ने कुरा अब त्योबाट जनता अनभिज्ञ छैन। त्यसकारण सभामुख महोदय, म फेरि पनि आग्रह गर्न चाहन्छु,
यो सभामुख महोदयले पहल गर्नुपर्ने विषय हो। सरकारमा नैतिकता भन्ने चिज यदि जीवित थियो भने सरकार आफैले अग्रसर भएर यसलाई सच्याउन हामी पहल कदमी गर्छौँ। यसमा जो छ हामी कारबाहीमा जान तयार छौँ भन्नुपर्ने ठाउँमा प्रमुख प्रतिपक्ष समेत लागेर अहिले जुन प्रकारको सहमति भएको कुरा सुनियो। आज सङ्ख्याको हिसाबले हामी जस्ता पार्टीहरू कम